राजनीति गर्नेछु, इमानदारीताको राजनीति गर्नेछु। हामी यहाँ प्रतिशोधको होइन परिवर्तनको राजनीति गर्न आएका छौँ। भ्रष्टाचारीहरू अब चाहिँ म देश विकास गर्छु भनिरहेका छन्। अझै पनि उनीहरूको कुरा पत्याउने हो भने तपाईँ र हामीले आफूलाई मानिस नभने हुन्छ। दलको वाद र विवादमा अल्झिरहने हो भने हामीले घर छोडेर गोठमा बस्न गए हुन्छ, चौरमा चढ्न गए हुन्छ। यो झोले भन्ने शब्दलाई यति अतिरञ्जित बनाइयो नि, हामी दलको होइन देशको झोले बनाऊ। आउनुहोस्। होला तपाईहरूले भने जस्तै यो देशमा धेरै दलको आवश्यकता छैन होला, हामीलाई मौका दिनुहोस्। एउटा दल हामी देश बनाएर देखाउँछौँ। छक्काख काँधको भरी अमूर्त मूर्त सम्पदा, छक्काख काँधको भरी अमूर्त मूर्त सम्पदा। म बासना हुँ कस्तुरी, सुवास बन्छु सर्वदा। म रीति हूँ रिवाज हूँ, म बाणी हूँ, म अर्थ हूँ। म रीति हूँ रिवाज हूँ, म बाणी हूँ, म अर्थ हूँ। समस्त दुःख बिर्सन म योग्य छु, समर्थ छु। तपाईँ राजनीतिमा किन आउनुभयो? मलाई यो प्रश्न गर्नेहरूलाई म प्रति प्रश्न गर्न चाहन्छु। तपाईँ राजनीतिमा किन आउनु भएन? यो भ्रष्टाचारी दमनकारी सरकारको सामुन्ने लाचार बनेर बस्न, नबोली चुप लाग्न मेरो चेतनाले दिएन, त्यसैले म राजनीतिमा आएँ। यो 1 महिनामा मैले जति गाली खाएँ नि, 15-20 वर्ष लामो मेरो कलाकारितामा पनि मैले त्यति गाली खाएको छैन। देशको प्रधानमन्त्री जस्तो गरिमामय पोस्टमा बसेर गोली चलाउने आदेश कसले दियो मलाई थाहा छैन भन्ने जस्तो गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिने नेता अब यो देशलाई चाहिन्छ। सक्रिय राजनीतिमा आउनको लागि उपयुक्त समय आज र अहिले नै हो। र म सम्झिरहेको छु, आफूलाई हाँची आउँदा पनि सिङ्गापुर र दिल्ली धाउने पूर्व प्रधानमन्त्रीहरूको त्यो लस्करलाई। वर्षेनी स्वास्थ्यमा अरबौंको बजेट झार्ने, तर आज पनि कर्णालीको त्यो विकट गाउँमा एम्बुलेन्स पुग्न सकेको छैन। बिरामी र सुत्केरीहरू ढोकोमा बसेर अस्पताल पुग्नु पूर्व नै बाटैमा अकालमै मृत्युवरण गरिरहेका छन्। उज्यालो नेपालको सपनालाई साकार बनाउनका निमित्त आफ्नो श्रम, शक्ति, सोच, संसाधन लिएर यस सभा हलमा उपस्थिति जनाउनु भएका सम्पूर्ण महानुभावहरू, विभिन्न माध्यमद्वारा विश्व